गुड इभिनिङ गाइस, हामी चाहिँ यहाँनिर मोमो खान लागिरहेको छौँ। यहाँ हाम्रो खड्कसिंह गुरुङको परिवारले चाहिँ यहाँनिर मोमो अब लुस्नु आँटिरहेको छ। सबभन्दा तगडा मोमो खानेले चाहिँ आज एउटा उपहार पाउँछ है। आप आउनुहोस् न, आप यता आउनुहोस् न, आप अलिक साइड गरिदिनु त आफूलाई। मिठो छ बाउ मोमो? मोमो मिठो छ? मिठो कस्तो रहेछ भनिदिनु नि। मिठो छ? मिठो यस्तो गरिदिनु उता काउ के रेजिनाले चाहिँ यो भाडा एटेक गर्दैछ अघिदेखि। हाम्रो मेन यहाँ लोड लिने चाहिँ यहाँ जिमी दादा। कम्पिटिसन वा जिमीले जितिसकेछ, सिधाइसकेछ। जति खाँदा पनि जिउ नलाग्ने चाहिँ यही है। नेन्सी कति खाने यता हेरेर भन्नु त। नेन्सी कति पिस खान्छ तिमीले? सरी सरी, यहाँ कहाँ राखेको अन्त? ल यिनीहरूले त पिसाब गरेछ यहाँ। झन्डै फोन झारे। जानु थाङ्ना लिएर आउनु त एउटा, लिएर आउनु थाङ्ना। अनि कोही ल एकछिन न। पुस्नु नि त हो त्यसले, पुसेर यो पल्टाएर बस्नु। पुसेर यहाँ माथिको चाहिँ पुस्नु त पहिला। माथि पनि पोख्यो होइन यहाँ। यस्तो गर्नु, त्यो मुनि चाहिँ राख्नु, अन्त यस्तो गरेर बस्नु। सुमित्रा मेरो बहिनी हो, यो चाहिँ पुरा हतार भइसक्यो यसलाई चाहिँ खानु कि। त्यो त अन्त जेठाजुको भुँडीमा त चुपडुङ मात्रै गर्ला छ त। नेन्सी कतिवटा टार्गेट छौ नेन्सीको? खाए ल। कोक हाल्दिनु अरे हो एनालाई। मैले बनाएको मोमो है आज चाहिँ यो। कस्तो रहेछ मैले बनाएको मोमो? ठिक छ? मिठो छ?